ब्लग्स इस्मी विक्रम ब्लग्स हैन सबैलाई नमस्ते सन्चै हुनुहुन्छ होला हैन म पनि एकदम सन्चै छु सबैलाई वेलकम टु माई युट्युब च्यानल हैन आज चाहिँ हामी कहाँ जान्ला भन्दाखेरि खाल्डे जान्ला हैन किनकि यो घर त्यसै घुम्दै हिँड्ने हैन उहाँ आन्टी हुनुहुन्छ हैन आन्टी र म चाहिँ जान्ला हैन त्यहाँ खाल्डेमा काम छ अनि त्यही भएर जान लाग्यो आन्टी यहाँ हुन्छ आन्टी हाय खाल्डे जान आँटेको बाबुलाई उहाँ दिक्क लागेर घरमा बस्दा अब हामी चाहिँ अब यस्तै घाममा पनि हामी हिँडेको हामी यस्तो घाममा नि हिँडेछौँ हैन त्यो पनि आज दिनभरि लाइन पनि छैन किन हो हैन गर्मीले पाकिसक्यो हैन अब हेर्नु हैन गाउँहरू यहाँ चाहिँ मकैबारी नै मकैबारी छ हैन सबैजना अस्ति नै असिना आएर यहाँ बवाल बनाइदिएछ मकैबारीहरू त्यही नै हो अनि यो चाहिँ हाम्रो हैन सर्लाहीको गाउँ हो हैन यसलाई के टोल भन्छ अनि यसलाई चाहिँ थापा टोल भन्छ हैन हेर्नु हैन गाउँ यस्तो छ त्यहाँदेखि अब म एकछिनपछि फेरि भेट्न चाहन्छु तपाईँलाई अनि गाइस हामी चाहिँ खाल्डे आइसक्यौँ हैन खाल्डे चोक आइसकेको छौँ हामी हैन हेर्नु हैन यहाँ खाल्डे चोक हैन सबै खाल्डे चोकहरू हैन यहाँ यस्तो काम गर्छन् हैन मान्छेहरू त्यहाँदेखि हो हैन यस्तो घाममा पनि यहाँ मान्छेहरू धेरै काम गर्ने रहेछन् है यहाँको मान्छेहरू लास्टै जागरिलो मेहनत दिइरहेछ हैन त्यही नै अब यहाँ खाल्डे चोक यही हो हैन हाम्रो खाल्डे चोक म तपाईँहरूलाई घरजाने बेला भेट्न चाहन्छु लगाइजन हामी चाहिँ अब घर फर्केको हैन खाल्डेबाट अब यसो घुमियो हैन अब खाजा नि लिएर आयो अब खाजा नि खाएर आयो भने खाजा नि खायो हैन घर पनि लिएर आएको छु घरको मान्छेलाई हजुर अब घरको मान्छे हैन यहाँ खाजा चाहिँ हाम्रो हैन हामी अब यहाँ चिसो बोकेर आऊँ हैन घर घर यो खान्छौँ अब यहाँ खाजा खायो त्यही नै हो अब म घरको छेउछाउमा गएर भेट्न चाहन्छु तपाईँहरूलाई लगाइ चाहिँ हामी घर आइपुगिसक्यो हैन खाल्डेबाट अब हामी घर आइसक्यौँ हैन आजको भ्लग चाहिँ यति नै हैन म यतिमै इन्ड गर्न चाहन्छु ल सबैले मलाई सपोर्ट गरिदिनु होला है ल गाइस बाई बाई